Ani. ल गाइस फाइनली पोखरा पुग्यो है 10 बजे रातिको। भान्जेलाई वाक गराइदिनु पर्ला। ल हामीहरू चाहिँ अहिले अब पाल्पा जरबादी भन्ने ठाउँमा आइपुग्यौँ भर्खरै। एकछिन खाजा खाएर अब हामी पोखरा बेलुका अब 9-10 बजीतिर पुग्छौँ होला। त्यसपछि खाजा खाने खाजा अर्डर गरेछ सबैजना दिदी भान्जा दाइ। कस्तो बियो सर थाकेर व्यापक होइन अनि एउटा त्यहाँ राख्देऊ दुईटा यता राख्देऊ। दुईटा यहाँ राख्देऊ। अनि पानीमा रन्केको बाइकमा पनि छुट्टै रमाइलो हुन्छ हुन त फेरि। अलि रन अलि कम्फर्टेबल। ल गाइस फाइनली पोखरा पुग्यो है 10 बजे रातिको। अझ अगाडि 200 मिनट त्यही हो उद्योग चोकबाट। र हाम्रो टोलीहरू यहाँ सब शिथिल के देखाएरै कोही सब अँध्यारो छ। दाहिने दाहिने ले देब्रे के देब्रे भएन के। रातिको 11:30 बजेर हाम्रो नाइट वाक पोखरा लेक साइडमा आयो। ब्लगर त्यसमा यहाँ ब्लग भइदियो अब। भान्जेलाई वाक गराइदिनु पर्ला। छुट्टै छ क्या फेरि रमाइलो। बाटोमा होइन क्या हिँड्ने। Blogger one limit blogs, no Snapchat, only blog and reels, okay? कस्तो रे? लाइभ म्युजिक भइरहेको रहेछ कहाँ बस्नु नि यार। कति भयो 11:30 31 11:31 त बोल्दा हामी कतिमा त हात हिँड्ने थियौँ त्यहाँदेखि होइन 11:31 हजुर। थीमै ढुङ्गा राख्यो नि थीम पुरै ढुङ्गा टाइप रहेछ कि खाली छ तर पछाडि पनि रहेछ खाली यार पुरै मान्छे छैन। ए दिदीले त्यहाँ छोरोलाई भात खुवाएर हैरान छ फेरि भान्जेलाई। ए छोरीले भात नखाएर हैरान छ भान्जेले। यहाँ हामीहरू चाहिँ यता खाँदैछौँ हाम्रो लेट नाइट डिनर 12 बजेको डिनर। आज हाम्रो नेक्स्ट डे पोखराको हिजो बेलुका यहाँ
होटलकै गेटमा सुकियो। बिहान हामी अब माथि र गान्तोकतिर जाँदैछौँ। टोलीहरू बस्यो है। ल हिँड्दै जेब्रा क्रसिङ ट्राफिक नियमको पालना गरौँ। रन्केर आएर गाडीले हान्दिएला फेरि यहाँ त हाइवेमा। अनि हिँडौँ हिँडौँ ल जोसेर। बिहानको अब हाम्रो खाजा आविष्कार खाजा घरमा ठ्याक्क भेटे त राम्रो छ त। चना सना रहेछ। यो पोखरा बागलुङ बस पार्कमा हामी खाजा खाएर माथि र सारङकोट हुँदै उसमा गएर क्वान्टिटी ज्यादा क्वालिटी सब चीज रेडी मेड। चना पनि छ खाके खाऊ न। त्यही सुक्खा चना त ठिकै थियो बरु त्यो झोलवाला त पिठो पिठो ठस्सै गर्न थियो कि स्वाद थिएन। पिरो मात्रै। सुर्खेतको त हामी कस्तो यतातिर खान्नन् के त्यस्तो। त पश्चिमतिर हाम्रो अर्को गान्तोकमा त गुरुङ ड्रेस लगाएर भिडियो त गराउनै पर्ने हुन्छ। चहल पहल टिकटक तिमीले गुरुङ ड्रेस तिमीले ड्रेस लगाउनु यसलाई त सोच पनि प्रतीकले हामी चारजनाले टक्क लगाएर गराउनु। प्रियलाई लगाइदिनु कमरैमा यो त नाचलाई नाच्न त के आउने र हल्लेले यसरी तिमीहरु दुईजना यस्तो उता गर्छ। गाडी आयो के आमा पनि फेरि उस्तै छिन् फेरि सारङकोट छोडे छोरा हो बाल छैन। हिँड्नु छोरा फेरि उस्तै छ छोरा फेरि उस्तै आमा पनि उस्तै छ। सारङकोट टप भ्यूमा जान लाग्यो अब हेर्न। हामी भर्खरै आइपुग्यौँ सारङकोट। बिहान त्यहाँ खाजा खाएर अब हिँड्दैछ उकालो। रहेछ ए ठाडै रहेछ क्या उकालो भने। मेरो त खुट्टा दुख्छ यार। यता फेरि नयाँ होटल हिँड्नु क्या हिँड्नु। यसलाई एउटा डाइलग हान्नु लाग्यो के डाइलग हो? विच डाइलग? यति हिँड्नु पर्यो त अनि अघि खाएको पचाउनु पर्यो त अलिअलि। मान्दैन त्यो भान्जो पनि फेरि छुट्टै छ। ए भान्जेलाई उ त्यहाँ केबल कार झुन्नाएर तल पठाइदिनु यार दिदी। हाम्रो बिहान बिहानको यो आर्मी वर्कआउट है। पुरा कुहिरो लागेर भ्यू तल के पनि देखाएन आज। घामै लागेन सारङकोटको। भ्यू आज के पनि देखिएको छैन। सब पिरो लाएर छोरालाई चाहिँ के गाडी चल्नु कुदेको जस्तै लाग्छ क्या। त्यहाँ नसुन हल्लिन्छ भिडियो अलि माथि राख्ने हात धो जस्तो नाइ त्यो भिडियो हल्लिन्न। 60 FPS मा त्यो फ्रेमले धेरै हल्लिन्न। बन्जी पोखरा यस्तै सारा जता यस्तै भयो त मजा।
चमचम पर्सनल लगानीमा पुरै यत्रो हान्दैन द क्लिफ कुस्मा पर्वत फाइनली वी आर एट हियर